ल सम्पूर्णमा नमस्कार। आज चाहिँ म सहिदभूमि गाउँपालिका वार्ड नम्बर 4 यो खोकु पिप्ले भन्ने ठाउँमा आएको छु। यहाँ चाहिँ तपाईँहरूले देखिराख्नु भएको छ, यो चाहिँ सुन्तलाको स्तम्भ हो। यो सुन्तलाको स्तम्भ बनाइएको छ यहाँ। तर यो सुन्तलाको स्तम्भलाई त अलिक सम्हार नपुगेको हो कि होइन। अब यसप्रति पनि यहाँको स्थानीय सरकारलाई अलिकति अब ध्यान आकर्षण गराउन चाहन्छु। थोरै यसलाई रङरोपण गरेर अलिकति यसको बनावट देखाउने हो भने साँच्चीकै यो सुन्तलाको स्तम्भ एकदम हेर्न लायकको छ, तारिफ गर्न लायकको छ। यहाँ चाहिँ पर्यटक अथवा अन्य मानिसहरू पनि आएर टिकटक बनाउन सकिन्छ, भिडियो बनाउन सकिन्छ है, फेसबुकमा लाउन सकिन्छ। यहाँ चाहिँ सबै कुराहरू राम्रो छ। अब यसलाई चाहिँ अलिकति थोरै रङरोपण चाहिँ गर्न सक्यो भने धेरै राम्रो हुन्छ। र यहाँको स्थानीय प्रमुखले नि भनिसक्नु भएको छ, यसलाई अब अलिक दिनमा म रङरोपण पनि गर्नेछु भनेर भनिसक्नु भएको छ। र यो अलिकति चाँडै गरिदिनु होला, एकदम धेरै राम्रो छ। यसको यो स्तम्भ यो सहिदभूमि गाउँपालिका वार्ड नम्बर 4 को यो खोकु पिप्लेमा चाहिँ यो स्तम्भ किन राख्यो त, यसको विशेषता आखिर कारण किन त भन्दाखेरि यसको जिज्ञासा फेरि म जनताहरूसम्म बुझाउन जाँदैछु। यसको विशेषता भनेको सबैभन्दा बढी उत्पादन हुने क्षेत्र भनेको सहिदभूमि गाउँपालिका। धनकुटा जिल्लामा जब 4वटा पालिका छ भने थोरै मात्रै पालिका हो जुन सहिदभूमि गाउँपालिका हो। यो सहिदभूमि गाउँपालिकामा चाहिँ सबैभन्दा ज्यादा मात्रामा उत्पादन हुने भनेको सुन्तला हो। यहाँ धेरै मानिसहरूले, यहाँको स्थानीयहरूले चाहिँ यही सुन्तलाकै उत्पादन गरेर आफ्नो घर परिवारहरू पालिरहेको अवस्था छ, आफ्नो बालबच्चाहरूलाई पठान गरिरहेको अवस्था छ। त्यो उसो हुँदा पनि र अर्को चाहिँ के हो भने तपाईँहरूको यो खोकुको सुन्तला भनेको चाहिँ एकदम बनावट पनि राम्रो, स्वादिष्ट, आकार पनि ठुलो र खान पनि योग्य, स्वादिष्ट। त्यसो हुँदा पनि यस गाउँपालिकाको प्रमुखले र सबै स्थानीयवासीहरू मिलेर यो हाम्रो एउटा गाउँको चिनारी हो, यसलाई चाहिँ यसको स्तम्भ बनाउनु पर्छ भनेर यो यो गाउँपालिकाको कार्यालयदेखि अलिकति थोरै तल यो सुन्तलाको स्तम्भ बनाइएको छ। र तपाईँहरू पनि आउनु भएको छैन भने कृपया आइदिनु होला, दिनु होला, टिकटक बनाएर गइदिनु होला है भन्दै म यसको विशेषताबारे मैले केही कुराहरू तपाईँहरूलाई राख्नै हालेँ। र म यहाँ थोरै अगाडि यो सुन्तलाको स्तम्भभन्दा थोरै अगाडि तपाईँको स्कुल है श्री पञ्चकृष्ण माध्यमिक विद्यालय पनि रहेछ। स्तम्भको बारे त मैले सबै कुराहरू भन्नु सकेँ। अब यो सानो बजार छ यहाँ, र यही बजारदेखि अलिकति थोरै मासतिर सहिदभूमि गाउँपालिकाको कार्यालय छ। Amana करे आगे पानी धर्म सारी तो अनुस्मिता इसीलिए मतलब अब ऐसा चीज बाहर को अब खाने दे जो अटो स्पिडमा आइदिनु हुनेछ। सायद हिलेबाट तपाईँको 11-12 किलोमिटर आइसके पश्चात तपाईँ यसमा आउन सक्नुभएछ। अझै मैले एउटा सुन्तलाको स्तम्भको कुरा गरेँ, त्यहाँ आउँदा तपाईँहरूले टिकटक बनाउन सक्नुहुनेछ होइन, भिडियोहरू बनाएर जान सक्नुहुनेछ। अझ तपाईँ मङ्सिर पुसतिर आयो भने यहाँको अर्ग्यानिक सुन्तला पनि खाएर जान सक्नुहुनेछ भन्दै म जनशक्ति अनलाइन मिडियाबाट सोम तामाङ बिदा चाहन्छु। धन्यवाद।